झरनाको चिसो पानी जडमुनि पर्यो तिमी आजको छुट्टीको दिनमा चाहिँ यस्तो भएर छ हिँडिरहेको छु त्यही हो कहाँबाट ल्याउनु भयो दाइ कहाँबाट ल्याउनु भयो चौडी खर्क भन्ने ठाउँ पुगिछ यति धेरै तल आइसक्यो कि अझै भेटाएको छैन न फोन गर्नुलाई फोन टावर पनि दिन्न टावर नेटवर्क अघि माथि चाहिँ चलिरहेको थियो एकछिन नेटवर्कहरू पनि दिइरहेको थियो फेसबुकहरू चलिरहेको थियो त्यो भिरमा चाहिँ ढुङ्गा लडाउँछ चरालहरू हुन्छ माथिबाट ढुङ्गा लडायो भने त सिद्धिन्छ नि फेरि एकछिन बिसाउँ ओ यस्तो भिड छ कि यहाँ बिसाइदिने हो यस्तो ठाउँ छ कि भिडै भिडको चेपचेप यस्तो डेन्जर भिड छ कि यता कसम माथिबाट पहिरो आउन सक्छ त्यही भएर हल्का रफ्तार दिनु पर्यो यस्तो भिडमा नि घाँस काटेको छ भने के गरी चिप्ल्यो भने त अनि सिद्धिन्छ त कसम डरै लाग्ने भिड छ नि यार त्यो भिड कतैसी चाहिँ पर्रा डाँडामा गएर बस्ने हो त्यहाँबाट चाहिँ उता चाहिँ गइन्न त्यही हो यता चाहिँ ढुङ्गा लड्ने रहेछ क्या हो यस्तो बाटोमा त सपना हो हिँडेदेखि थियो सपनामै हिँड्नु परेको छ आया उठ यस्तो भिड छ क्या कहिले गर्दैन 1 घन्टा लाग्छ क्या हो भिडमा त चिप्लिनु खोज्छ त डऱ्यो भने त्यो सिद्धिन्छ
यस्तो ठाउँ चाहिँ पर जङ्गलको बिचमा एउटा मात्र घर छ क्या हो के हो घर जस्तो देखिरहेछ ठाउँको नाम चाहिँ के भन्छ यो चाहिँ भन्न चाहिँ जङ्गलको बिचमा घर रहेछ यहाँ चाहिँ सलक्क लाएर फाइनली भिड पनि कट्न लाग्यो त्यो डाँडामा गएर चाहिँ बस्दिने हो एकछिन पानी चुहिरहेछ त यता त वाट वान मिस्टेक द गेम फिनिस्ड भने जस्तै यस्तो भिड छ कि अम्म डर लाग्ने माथि यस्तै अब चाहिँ यहाँनिर बस्दिनु पर्यो ए ढुङ्गा लडेर रास्ता आउँदैन होला नि पसिना आयो भने